साथीहरू यदि तपाईँको फोन हराए पनि तपाईँले सेभ गरेको नोट्सहरू चाहिँ हराउँदैन। यदि तपाईँले आफ्नो मोबाइल फोनमा कुनै पनि इम्पोर्टेन्ट नोट्सहरू सेभ गर्नुभएको छ, आफ्नो घरको खर्चदेखि लिएर चाहिँ लोन लिएकोदेखि लिएर चाहिँ इच एन्ड एभ्रिथिङ सेभ गरेको नोट्स सेभ गर्नुभएको छ र फोन हराए पनि चाहिँ चिन्ता नगर्नुहोस्। आज म तपाईँलाई यस्तो एउटा इम्पोर्टेन्ट एप्लिकेसनको बारेमा भन्न गइरहेको छु जुन चाहिँ एकदमै उपयोगी छ। तपाईँहरू भन्ने हुनुहुन्छ होला हाम्रो फोनमा अलरेडी नोट सेभिङ एप्लिकेसन छ भनेर। सो त्यसमा र यसमा के फरक छ भन्दाखेरि चाहिँ तपाईको जुन फोनको कम्पनी हो तपाईको त्यही फोनको एकाउन्ट चाहिँ हुनुपर्छ त्यसमा। जस्तै रेडमीको फोन छ भने जियोमीको एकाउन्ट हुनु पर्यो, स्यामसङको फोन छ भने स्यामसङको एकाउन्टसँग चाहिँ सिङ्क्रोनाइज अथवा लगइन हुनु पर्यो। सो त्यो झन्झटबाट चाहिँ मुक्त हुनलाई म तपाईँलाई चाहिँ यस्तो रामबाण एउटा एप्लिकेसन भन्न गइरहेको छु जुन एप्लिकेसनको नाम छ कलर नोट। सो आउनुहोस् म तपाईँलाई चाहिँ देखाउँछु यो कलर नोट कसरी काम गर्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर मैले आफ्नो मोबाइल फोनको स्क्रिनमा आइसकेको छु यहाँनिर। सो म चाहिँ यहाँनिर तपाईँलाई प्ले स्टोरमा आएको छु। सो प्ले स्टोरमा यहाँनिर चाहिँ म यहाँनिर कलर नोट सर्च गर्छु। सो कलर नोट भनेर चाहिँ सर्च गरेँ। सो सर्च गर्ने बित्तिकै हेर्न सक्नुहुन्छ यहाँनिर माथिपट्टि यहाँनिर कलर नोट छ। सो यसको डाउनलोड चाहिँ 100 मिलियन प्लस डाउनलोड छ र मैले चाहिँ यो एप्लिकेसन डाउनलोड गरिसकेको छु र यसको फिचर्स चाहिँ हामी यसैबाट हामी हेरौँ। सो यसमा चाहिँ यस्तो खालको चाहिँ युजर इन्टरफेस रहेको छ। सो हजुरले चाहिँ यसरी चाहिँ नोटहरू सेभ गर्न सक्नुहुन्छ। सो यसमा चाहिँ क्यालेन्डर पनि छ। सो क्यालेन्डर फिचर्स भएपछि चाहिँ तपाईँले एउटा कुनै स्पेसिफिक डेटलाई पनि नोटहरू सेभ गर्न सक्नुहुन्छ यसरी चाहिँ। यो त भयो कलर नोटको। सो म अब चाहिँ यो एप्लिकेसन ओपन गरेर देखाउन गइरहेको छु। सो ओपन गरेछु र साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर मैले चाहिँ यहाँनिर चाहिँ दुईवटा नोट चाहिँ सेभ गरेको छु यहाँनिर। र यो एप्लिकेसन चाहिँ अरूभन्दा के फरक छ भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँले चाहिँ लगइन गर्दाखेरि रजिस्टर गर्दाखेरि सुरुमा हजुरले चाहिँ एउटा गुगल एकाउन्टबाट चाहिँ रजिस्टर गर्नुपर्छ। यदि तपाईँको फोन हराए पनि जे भए पनि चाहिँ तपाईँले त्यो गुगल एकाउन्ट चाहिँ हाल्ने बित्तिकै तपाईँको सबै नोटहरू चाहिँ अटोमेटिकली पहिलाको नोटहरू आउँछ। सो यो एप्लिकेसन चाहिँ यस्तो रहेको छ यहाँनिर। सो अल नोट्स यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो छ। सो सेटिङमा गएर चाहिँ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर डिफल्ट कलरहरू चाहिँ यसको सेटिङहरू दिएको छ यहाँनिर। सो अटो ब्याकअपमा चाहिँ हजुरले चाहिँ यहाँनिर चाहिँ टिक लाउनुपर्छ। सो यो अटो ब्याकअप गर्नु भने चाहिँ तपाईँको फोन हराए पनि जे भए पनि चाहिँ तपाईँको त्यहाँ सेभ भएको नोटहरू चाहिँ अटोमेटिकली ब्याकअप हुन्छ। सो मेरो ब्याकअप भइसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर। सो सिङ्क्रोनाइज। सो अब यहाँनिर चाहिँ यो चाहिँ मैले एउटा यो जिमेल एकाउन्टबाट सिङ्क्रोनाइज गरेको छु यहाँनिर।